जय गुरु गोरखनाथ। आदरणीय दर्शकबिन, गोरख से यात्रा मीडिया मार्फत आज पनि म प्रस्तोता राजु बसाल गोरख से ग्लोबलाइजेसन कार्यक्रम लिएर आइसकेको छु। आजको मेरो टपिक छ यङ ग्लोबल लिडर्स। वर्ल्ड इकोनोमिक फोरम यहाँले सुन्नु भएको छ। संसारमा 2700 जना टोटल बिलियनियरहरू छन्। त्यसमध्ये 1100 जना चाहिँ वर्ल्ड इकोनोमिक फोरममा इन्भल्भ छन्। र वर्ल्ड इकोनोमिक फोरमको YGLS यङ ग्लोबल लिडर्स भन्ने एउटा कार्यक्रम छ, जसमा संसारको 450 वटा भन्दा बढी सिटीहरूमा यसले आफ्नो ग्लोबल यङ ग्लोबल लिडर्सहरू तयार गरेको छ। ग्लोबल सेपर्स कम्युनिटी भनिन्छ जसलाई, ग्लोबल सेपर्स कम्युनिटी SHAPERS सेपर्स। यसमा चाहिँ ओभर 1400 मेम्बर्सहरू छन्, 1400 भन्दा बढी मेम्बर्सहरू छन् भनेर भनिएको छ। म यहाँहरूलाई 2-4 वटा नामहरू लिएर सुनाउन चाहन्छु, जस्तो इमानुएल मैक्रोन, फर्मर प्रेसिडेन्ट अफ फ्रान्स; जेसिन्डा एड्रियन, फर्मर प्राइम मिनिस्टर अफ न्यूजीलैंड; जस्टिन ट्रुडो, फर्मर प्राइम मिनिस्टर अफ क्यानाडा; डेभिड क्यामरून, फर्मर प्राइम मिनिस्टर अफ यूनाइटेड किंगडम; मार्क जुकरबर्ग, फेसबुकको CEO; ल्यारी पेज, गुगलको CEO; चार्ड हर्ले, युट्युब; एङ्गेला मर्कल, जर्मनीको चान्सलर; त्यसैगरी रितेश अग्रवाल, ओयो इन्डियाको CEO जहाँसम्म लाग्छ मलाई; गौरव गुप्ता, जोमाटोको CEO। यस्ता संसारभरिबाट थुप्रै यङ ग्लोबल लिडर्सहरूलाई वर्ल्ड इकोनोमिक फोरमले ट्रेनिङ दिएको छ। र भ्लादिमिर पुटिन नै 1990 मै वर्ल्ड इकोनोमिक फोरमको यङ ग्लोबल लिडरको रूपमा चुनिनु भएको थियो। त्यसैले हाम्रा कता कता बुद्धिजीवीहरूले डिपिस्टरको विरुद्ध भ्लादिमिर पुटिनले अथवा सी जिनपिङले लड्नुहुन्छ भनेर जुन भन्नुहुन्छ, यो एउटा भ्रम हो। उहाँहरूलाई पनि डिपिस्टरले चलाइरहेको छ भन्ने खालको एउटा भनाइ छ। यसको बारेमा यहाँले रिसर्च गर्नु होला। त्यसैगरी नेपालमा यङ ग्लोबल लिडरहरू को हुनुहुन्छ भने अहिलेको मेयर, काठमाडौँ महानगरपालिकाकी मेयर मिस सुनिता डङ्गोलज्यू, गगन थापा गगन दाई, काङ्ग्रेसको गगन दाई; निर्वाण चौधरी, प्रदीप परियार, ऐश्वर्या श्रेष्ठ, आशुतोष तिवारी, डाक्टर छिरिङ लामा, स्मी राणा, लोकेश टोडी। त्यसैगरी यो राप्रपाका केन्द्रीय नेता, अहिले राप्रपा फुटाएर उहाँले दुध पार्टी बनाउनु भएको छ, एउटा दुर्गा परसाई र धवल शमशेरको दुध पार्टी भन्ने पनि छ। कतिपयले अलिकति मजाकको रूपमा क्यान्सर पार्टी पनि भन्दो रहेछन्, त्यो बिल्कुलै भन्नु हुँदैन। त्यस्तो चाहिँ उहाँहरूलाई त्यो क्यान्सर रोगले पीडित हुनुहुन्छ र छिटोभन्दा छिटो उहाँहरूको स्वास्थ्यमा सुधार होस् भन्ने पनि हामी कामना गर्न चाहन्छौँ। त्यो दुध पार्टीका केन्द्रीय नेता धवल शमशेर राणाकी पुत्री शुभाङ्गिनी राणा पनि यङ ग्लोबल लिडरमा सामेल हुनुभएको छ भन्ने खालको कुराहरू छ। त्यसैले यो के गर्न खोजिँदैछ र यङ ग्लोबल लिडर मार्फत आफ्नो एजेन्डा वर्ल्ड इकोनोमिक फोरमले संसारभरि लागू गराइरहेको छ। वर्ल्ड इकोनोमिक फोरमका भूपू अध्यक्ष अथवा चेयरपर्सन जर्मन इकोनोमिस्ट डाक्टर क्लाउस स्वाबले कतिसम्म भन्नुभएको छ भने, वी हैव पेनिट्रेटेड एभ्री क्याबिनेट इन द वर्ल्ड। हामी संसारको सम्पूर्ण देशको क्याबिनेट अथवा त्यो मन्त्री परिषदमा हाम्रा केटाहरू छन्, हाम्रा केटीहरू छन्। त्यसैले संसारमा जे हामीले गर्न चाहेको छौँ त्यो हुन्छ भनेर भनिरहनु भएको छ। उहाँहरूको योजना छ ग्रेट रिसेट गर्ने, न्यू वर्ल्ड अर्डर लिएर आउने, CBDC सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी लिएर आउने, त्यसपछि गएर टोटल डिजिटल ट्र्याकिङ गर्ने, 15 मिनट सिटी 20 मिनट्स नेबरहुड बनाउने, ट्रान्स ह्युमनिजमको एजेन्डा लागू गर्ने, डिपपुलेसन गर्ने। यस्ता खालका एजेन्डाहरूमा हाम्रा नेपालका मूलधारका मिडियाका कुनै पनि व्यक्तिहरू बोलेको आजसम्म देखिँदैन। त्यसैले एउटा मेरो अनुरोध, अहिले संसारमा दलाल को होइन भनेर चिन्नु छ भने सिम्पल एउटा फर्मुला छ जान्ने, जसले ग्रेट रिसेट, न्यू वर्ल्ड अर्डर, CBDC, ट्रान्स ह्युमनिजम होइन डिपपुलेसनको बारेमा बोल्छ, जनतालाई जगाउँछ, त्यो मान्छे चाहिँ एजेन्ट होइन, अरू चाहिँ एजेन्ट हुन् भन्न बुझ्नुपर्छ। आदरणीय दर्शकबिन, भगवान पशुपतिनाथ र गुरु गोरखनाथले हाम्रो यहाँको दैवी शक्तिले नेपाल र नेपालीको सुरक्षा गरोस्। मैले बारम्बार भन्ने गरेको छु, शिव सीता बुद्धले भलो हुन्न युद्धले। त्यसैले साना साना कुराहरूमा नयाँ दल भएपछि पुरानो दलमा नजोडिनु, नबाँडिनु, युनिटी कन्सियसनेसमा बस्नुस्। यो धर्म सनातन धर्म, हिन्दू, बुद्ध, क्रिस्चियन, मुस्लिम धर्ममा नबाँडिनुस्, जातीयतामा नबाँडिनुस्, क्षेत्रीयतामा नबाँडिनुस्, जेनवाई र जेनजी मिलेनियल भनेर नबाँडिनुस्। कुरा बुझ्नु भएन? कम्युनिस्ट क्यापिटलिस्ट भनेर नबाँडिनुस्। तपाईँले बुझ्नु भएको छैन। युनिटी कन्सियसनेसमा जानुस्। 2032 सम्म संसारमा सोलर फ्लेयर, जियो म्याग्नेटिक स्टोर्म्सहरू हुँदैछ, क्यारिङटाउन इभेन्टहरू हुन सक्छ भन्न समेत जियो फिजिसिस्टहरूले भनिरहनु भएको छ। सचेत हुनुस्, युनिटी कन्सियसनेसमा जानुस्। मैले बारम्बार त्यसैले भन्छु, सबै धर्म सबै जाति, नेपाली हामी साथी साथी। एक भयो भने बाँचिएला, होइन भने प्राण जाला। बढ्ता फुत्रु फुत्रु नगर्नुहोस् है। मैले यो बारम्बार भनिरहेको छु। नेपालको जय होस्, नेपालीको विजय होस्। धन्यवाद।